त्यो कति पानीमा होला जेमा होला नि जाँदैन त्यो होइन ल जाँदैन दाइ चप्पल त गोल्ड स्टारको चप्पलहरू छैन बच्चाको गोल्ड स्टारको ठुलो मान्छे भन्दा ठुलो मान्छे चप्पलहरू चप्पलै छैन जुत्तै मात्रै हो छाला जुत्ता खै त त्यस्तो चप्पल फेरि यहाँ चप्पलै रहेन रहेछ है गराएको हुन्छ कहाँ सदाबार लाउँछ त अब चप्पलमा त्यति नै रहेछ यार चप्पलै छैन सबै जुत्ता मात्रै भएर छ यार यस्तो लाउने हो बुढा हजुर के यस्तो लाउने हो यो कस्तो हुन्छ यो पनि राम्रो त राम्रै छ अब त म आउँछु अहिले खोइ ठिकै होला साइज छ मलाई त यस्तो भाइ हुन्छ तपाईँलाई त ठिक्क हुन्छ दामी हुने रहेछ हौ यो पनि ठुलो साइजबाट छ यहाँ दाइलाई हो क्या खुट्टा यहाँ खुट्टा देखाउनु है तपाईँको यहाँ कति साइज लाग्छ कति साइज कति हो तपाईँको 10 9 सम्म छ 10 नम्बरै हो नानीले जान्छ होला नि त फेरि खुइलिन्छ होला जाँदैन त्यस्तो क्वालिटी हैन तपाईले नानीले जानेवाला त्यो कति पानीमा होला जेमा होला नि जाँदैन त्यो होइन ल जाँदैन दाइ चप्पल त जुत्ता मेलामा आएर पनि महँगो लाग्यो कि भन्ने भयो त यो त अनि क्वालिटी अनुसार हुन्छ दाइ तपाईले त्यो वाला नाम मात्रै जुत्ता मेला राख्दै कि भाइले 400 मात्र आउँछ नि त तना भन्यो यार क्वालिटी अनुसार हुन्छ ल ठिक छ अलिकति सानो भइदियो नि यो चाहिँ अझै महँगो क्वालिटीमा अलिकति होला नि त यो ठिक छ नि यो दुईटा लाएर ट्राई गर्नु न हिँडेर मलाई त यो ठिक जस्तो लाग्छ मलाई पनि यो चाहिँ ठिक लागेको तर हेर्नु कता लुकेको छ कि हेर्नु न कतै छैन तपाईँको एउटै हो पसल एउटैको हो छुट्टै हो यो पनि लाएर ट्राई गर्नुहोस् न ए म त एउटै ठाउँ पो होला भनेको एउटा चप्पल उता किन्ने एउटा तर तपाईँको रहेन रहेछ फेरि होइन यो पनि दिनुहोस् एक राउन्ड पर लोकन्थली पुगेर आउँदा कुद्दै गएर एक राउन्ड पर लोकन्थली पुगेर आउँदा कुद्दै गएर लोकन्थली पुगेर आउँदा अस्ति जाडो महिनामा चाहिँ यो लाएर ढ्याप हिँड्नु पाएको भए रमाइलो हुन्थ्यो होइन अब गरी महिना लाग्यो हुन्छ त होइन सानो ठुलो छ क्या सानो ठुलो त हुन्छ नि हुन्छ गर्मीमा घाँटीमा भिर्नै हिँड्दैन ए बाबा लाइराखिन्छ त यसले अङ्गुर खाएको यस्तो गर्छ त म किन्दिनँ के सबै खाइदियो छोड्दा न भुलिरहेछ छिटो ठिक छ त्यो तिमीलाई कस्तो ठिक छ कि छैन कम्फर्टेबल आफूलाई कम्फर्टेबल हेर क्या ठिक छ ठिक छ टाइम त हुँदैन त्यस्तो साइजको त फुल छ के फुल हजुरको अम्ला नि अगाडिसम्म आइपुगेको भए चाहिँ के हुन्छ टाइट के भएको हो सक्स चाहिँ एकदम प्लास्टिक जस्तै लगाउनु पर्यो खानु सक्छ भइहाल्छ सक्स किन लाउनु टाइट सक्ससँग त च्याप भएर त्यो भित्रको छिटो जान्छ क्या ल तर यो सिलाइ चाहिँ कस्तो हो सिलाइ छैन ट्यापा टाँसेको 6 महिना ग्यारेन्टी वारेन्टी 6 महिनाभित्र केही भयो भने स्विट्जरल्यान्ड नै हो कम्पनी कहाँनिर छ यसको चाहिँ ब्रान्ड चाहिँ पेप्सी कोलामा छ अनि माडो अलि पेप्सी कोलामा बन्द हो अस्ति देखेको त त्यहाँ यही कि बन्द अर्को त छैन छ त्यहाँ पनि
त्यो पसल हो यो मेला भयो त्यो चाहिँ पसल खै त अस्ति मेला पनि लगाइरहेको थियो त्यो पेप्सी कोलादेखि अलिक तलतिर के यताबाट जाँदा लेफ्टपट्टि त्यो अर्कै हो अर्कै होला मेला होइन त्यो हाम्रो त वहाँ पसल नै छ त्यो पसलै हो अनि जुत्ता मेलै के लेखिरहेको थियो त्यति त्यो पसलै हो कि यता इमाडोलमा पनि छ कुन चाहिँ ठहरे भन्ने बाटोमा ठहरे खोलातिर हो क्या हजुर खरे कि ठहरे भन्दो रहेछ नि त्यो पेप्सी कोला खरे भन्छ नि खरे पुल के भन्दो रहेछ नि होइन त्यहाँ चाहिँ त्यहाँ पनि धेरै मैले हेरिरहेको थिएँ कि तर त्यहाँ छ हाम्रो ल यो ठिक भयो ठिक छ ल यो मिलाएर झ्याप्पै गरिदिनु त अब मिलाएर त अलिअलि गरिदिनु पऱ्यो नि यत्रो बेर ट्राई गरेर लगियो तपाईँलाई पनि दुःख दियो हामीले पनि दुःख पाइयो होइन झट्ट मिलाएर ल मिलाएर नि हो होइन एकदम अलि त हेर्नु पऱ्यो नि त हामी आधा बसी मिलाएर लु गरिदिनु त बेबीहरूको चाहिँ छैन बेबीहरूको चाहिँ छैन बेबीहरूको हजुर हजुर यो बक्समा राख्दिनु कि यतिकै बक्समा लाने कि यतिकै बक्समा राख्दा सजिलो अब उता चप्पलको यता पे गरिदिनु पर्ने भयो खै भाइ चप्पल साटिएन नि ए उहाँ के पो देखेँ मैले यो चाहिँ के हो यो धागो धागो हो त्यो तिनवटा भित्र एउटा बाहिर एउटा हुन्छ ल मलाई चप्पल होइन स्यान्डो लेख्ने हो कति यसको के छ वारेन्टी ग्यारेन्टी पनि होला नि त हजुर यो चप्पलमा त तपाईँको 1-1.5 वर्ष त्यसले लायो नि केही नि हुँदैन हो पक्का हो नि पानीमा भिज्ने ओर्ने होइन यो भन्दा चाहिँ धेरै राम्रो पानीमा भिजाउँदा ओर्दा केही केही हुँदैन नि हुँदैन ल ठिक छ वाटरप्रुफ वाला त्यो क्वालिटी त राम्रो होला ल ठिक छ अब जतासुकै होस् महँगो छ तर राम्रो होइन हौ नेट नचलेको कि मोबाइल नचलेको मेरो त्यही त ठ्याक्कै त्यति नै हजुर त्यही हुँदैन ल ठिक छ 15,000 पाली पठाएँ क्या 15,000 पाली पठाएँ क्या स्टेट अस्ति 34 हालेर 34,000 हालिदिएको थियो एउटा दाइले फेरि गाह्रो हुन्छ नि उति बेला दिनु पैसा त आयो दिदी हेर्नु त हस् यो सबै मेरै हो नि त हजुर तपाईँको एउटा गेट पास हो मुनिको चाहिँ एउटा चाहिँ के यो चाहिँ बिल हो गेट पास चाहिँ कुन यो गेट पास हो यो चाहिँ बिल होइन ट्याक्क यहाँ ट्याक्क राख दाजु 8 को मात्रै छ खै त तपाईँको क्युआर कता छ मलाई आज हामीलाई लुट्नु भन्यो यता पनि लुटेँ यता पनि लुटेँ हजुरलाई भनेकै दाममा लगाइदिएको छु मैले बर्बाद बनाइदिनु भयो नि चुट्नुमा 2200 भन्दा कममा बेचेको थिएन यो एक पिस मात्रै थियो कि त्यही भएर मैले नि हजुरले भनेकै दाममा लगाइदिएको त्यति साह्रो मलाई ठग्ने ठगेको होइन नि $400 नि हो जुन लानुभयो पनि 400 हो जुन लानुभयो पनि 400 हो यो वाला कति हो आइसक्यो आइसक्यो भन्दा नि मेरो अकल भएन नि ए उता हाल्नु पऱ्यो होइन गेट पास चाहिँ कुन चाहिँ हो गेट पास दियो नि त त्यसलाई एकै ठाउँ बनाएको हस् धन्यवाद होइन म त भ्याइ नभई भयो त हौ त्यस साह्रो भ्याइ नभएको म यो केही भयो भने यो बिलमा हराउनुहोस् ए हुन्छ 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 हस् हस् ल हस् धन्यवाद गेट पास लिनुहोस् त हजुर होला नि हो दुई ठाउँको गेट पास आयो है यता यता
ल्याएर गयोस्। हजुर हस् हामी जान सक्छौँ अब ल जाउँ भयो